नमस्ते, म राज धमाला। आजको भिडियोमा ढाका टोपी लिएर आएको छु। आशा छ हजुरलाई मन पर्नेछ। ढाका टोपीको सम्पूर्ण इतिहास, जरा र पहिचान। ढाका टोपीको जरा नेपालका प्राचीन पहाडी समुदायहरूसम्म पुग्छ, जहाँ टोपी लगाउनु संस्कृति र पहिचानको एक अभिन्न अङ्ग थियो। नामको स्रोत, ढाका नाम सोही विशेष कपडाबाट आएको हो, जुन कर्गा ह्यान्डलुममा बुनिन्थ्यो र यसको अनौठो डिजाइनका लागि प्रसिद्ध थियो। गौरवको प्रतीक, ढाका टोपी नेपाली संस्कृति, सभ्यता र गौरवको मुख्य प्रतीक बन्यो। डिजाइन, ढाका टोपीका डिजाइनहरूमा वर्षौंको क्रममा धेरै बदलावहरू आए, तर ज्यामितीय डिजाइन नै यसको खास पहिचान बनिरह्यो। समुदायको प्रतिनिधित्व, यो विशेष गरी गोर्खाली, पहाडी तथा ब्राह्मण क्षेत्रीय समुदायहरूको पहिचान बनिसकेको थियो। उत्पादन क्षेत्र, सबैभन्दा प्रसिद्ध असली ढाका कपडा पूर्वी नेपालका तेह्रथुम, ताप्लेजुङ, तनहुँ आदि क्षेत्रहरूमा बुनिन्थ्यो। गोर्खा समुदायको सम्मान, ढाका टोपी गोर्खा समुदायको सम्मान र गौरव हो। कलाको रूप, ढाका कपडा पूर्ण रूपमा हातले बुनेको हुन्छ, जसलाई एक कला मानिन्छ। विश्वव्यापी उपस्थिति, नेपालबाट बाहिर पनि ढाका टोपी नेपाली प्रवासीहरूद्वारा सांस्कृतिक पहिचानको रूपमा लगाइन्छ। पर्व र समारोह, ढाका टोपी नेपाली पर्व, जात्रा, जानकारी, पूजा तथा विवाहमा लगाउने महत्त्वपूर्ण हिस्सा हो। राष्ट्रिय पोसाक, नेपालका राजाहरू र राष्ट्रनायकहरूले यसलाई आफ्नो राष्ट्रिय पोसाकको महत्त्वपूर्ण भाग बनाए। जीवन्त परम्परा, ढाका टोपी पुस्ता दर पुस्ता चलिआएको परम्परा हो, जुन अझै पनि जीवन्त छ। आधुनिक शैली, आज यसका धेरै आधुनिक शैलीहरू छन्। गोल टोपी, वर्गाकार टोपी, हल्का र फेसन फिट टोपी। दौरा सुरुवालको साथी, ढाका टोपी नेपाली राष्ट्रिय पोसाक, दौरा सुरुवालको अभिन्न हिस्सा हो। सरकारी मान्यता, नेपाल सरकारले यसलाई पहिचानको प्रतीकको रूपमा आधिकारिक मञ्चहरूमा प्रयोग गरेको छ। जनप्रियता, नेताहरू, शिक्षकहरू र सरकारी कर्मचारीहरूका बीचमा यो अत्यन्तै लोकप्रिय रहेको छ। गुणवत्ता, असली ढाका टोपी सधैँ शुद्ध हातले बुनेको ह्यान्डवोभन कपडाबाट बनेको हुन्छ। उपहारको रूप, वरिष्ठ व्यक्तिहरूलाई सम्मान दिनका लागि पनि ढाका टोपी उपहारमा दिइन्छ। एकताको प्रतीक, देशभरका विभिन्न समुदायले ढाका टोपीलाई एकताको प्रतीकको रूपमा अपनाउँछन्। शुभ पहिरन, दशैं, तिहार, तीज, छठ वा सांस्कृतिक कार्यक्रमहरूमा यसलाई लगाउनु शुभ मानिन्छ। अनोखी बुनाइ, ढाका कपडाको अनोखी बुनाइ विश्वभरि चिनिन्छ। कुनै पनि ढाँचा ठ्याक्कै एकै किसिमको हुँदैन। विरासतको अंश, यो नेपालको विरासत, कला, संस्कृति र शिल्पको मूल्यवान हिस्सा हो। क्षेत्रीय फैलावट, ढाका टोपी पुरै नेपालमा पहाड, तराई, सहर, गाउँ हरेक ठाउँमा र भारतका धेरै राज्यहरूमा समेत लगाइन्छ। खासियत, ढाका टोपी लगाउने बित्तिकै व्यक्तिको व्यक्तित्व सांस्कृतिक र सम्मानित लाग्छ, यो नै यसको खासियत हो। युवा आकर्षण, आजकल युवाहरूले पनि ढाका टोपीलाई नयाँ फेसन मोडमा अपनाउन सुरु गरिसकेका छन्। निष्कर्ष, ढाका टोपी नेपाली पहिचानको शिखर हो, त्यो गर्व, परम्परा र संस्कृतिको सर्वोच्च प्रतीक हो। आशा छ हजुरहरूलाई आजको यो भिडियो मन पर्यो होला। यदि मन पर्यो भने कृपया भिडियोलाई एक लाइक गरिदिनुहोस्। यस्तै रमाइला तथा जानकारीमूलक भिडियोहरू हेर्नका लागि मेरो च्यानल राज धमाला A to Z लाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै छेउको घण्टी बेल आइकन पनि थिच्नुहोस्, ताकि मैले नयाँ भिडियो अपलोड गर्ने बित्तिकै त्यसको सूचना, नोटिफिकेसन तपाईलाई तुरुन्तै पुगोस्। धन्यवाद।